सम्पूर्णमा नमस्कार। म आज यो समाजमा निकै नै बढ्दो क्रममा रहेको र समाजमा घटिरहेको तर बाहिर त्यति नदेखिएको तर भित्रभित्रै यो घटना चाहिँ धेरै भइरहेको यो महिला हिंसाको सम्बन्धी आफूले जानी बुझे जति केही कुराहरू तपाईहरुमाझ राख्न गइरहेको छु र तपाईहरुले अन्तिमसम्म भिडियो हेरेर साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशा राखेको छु। सर्वप्रथम यो महिला हिंसा भनेको के हो भनेर हामीले बुझ्न जरुरी छ। वुमन भाइलेन्स महिला हिंसा भनेको यसको अर्थ चाहिँ यो महिला विरुद्ध हुने दुर्व्यवहार वा अमानवीय व्यवहार नै महिला हिंसा हो। यसलाई भाइलेन्स अगेन्स्ट वुमन पनि भनिन्छ। यो महिला हिंसा लाई कस्ता प्रकारका हिंसाहरूलाई चाहिँ महिला हिंसा भनिन्छ त भनेपछि सर्वप्रथम रहेको छ एउटा शारीरिक हिंसा। यो शारीरिक हिंसामा चाहिँ कुटपिट पर्छ र दोस्रो नम्बरमा रहेको छ मानसिक हिंसा। यो मानसिक हिंसामा चाहिँ गाली गलौज धाक धम्कीहरू दिने किसिमका हिंसाहरू यो मानसिक हिंसामा पर्छन् भने अर्को छ यौनजन्य हिंसा। यो यौनजन्य हिंसा जस्तै बलात्कार र अन्य यौन दुर्व्यवहार यो यौनजन्य हिंसामा पर्छ भने अर्को पर्यो आर्थिक हिंसा। यो आर्थिक हिंसा भनेको जस्तै आम्दानी नदिने वा नियन्त्रण गर्ने, तैले त यो खाना हुँदैन, तैले यो लाउन हुँदैन भनेर त्यसलाई आर्थिक रूपमा बन्देज लगाउने र आर्थिक रूपमा हिंसा गर्ने त्यो आर्थिक हिंसाभित्र पर्छ। र अर्को लास्टमा पर्ने भनेको सामाजिक हिंसा। त्यसै समाज बहिष्कार अपमान किसिमको हिंसाहरूलाई चाहिँ सामाजिक हिंसा भनिन्छ। र मैले भने 5 वटा हिंसाहरू जसमा एक नम्बरमा शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, आर्थिक हिंसा र सामाजिक हिंसा। र अर्को कुरा यो महिलाहरूलाई घरको सुरक्षित स्थानमा नै हिंसा सहनु पर्छ भने के हुन्छ? प्रश्न रह्यो। महिलाहरूलाई घरको सुरक्षित स्थानमा हिंसा सहनु पर्छ भने के हुन्छ? यो शारीरिक, मानसिक र यौनजन्य हिंसा उनीहरूको आत्मविश्वास र सपना छोड्छ। यो केवल उनीहरूको शारीरिक चोट मात्रै होइन, यो उनीको रूपमा निकै नै लामो रूपमा बल्झिरहेको यो मनको घाउ पनि हो। हामीले यो देख्न बुझ्न जरुरी छ कि महिलाहरूको सम्मान हाम्रो समाजको कर्तव्य हो। महिलाहरूको सम्मान हामी सबैले बुझ्नुपर्छ। जब महिलालाई अधिकार, सुरक्षा र सम्मान मिल्छ, जब महिलाहरूलाई अधिकार, सम्मान र सुरक्षा मिल्छ नि तब मात्र समाजको साँचो अर्थमा समृद्धि र सुरक्षित हुन्छ। हामी सबै मिलेर यो महिला हिंसा विरुद्धमा सबैले आवाज उठाउने, यदि महिला हिंसा परेको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने, एउटा सम्मानजनक समाज निर्माण गर्ने हामी सबैले यो चेतना लिनुपर्छ। र यो महिला हिंसा सम्बन्धमा यो विभिन्न कानुनी प्रावधानहरू रहेका छन् जसले पीडित महिलाहरूलाई न्याय दिलाउने उद्देश्य राख्दछ। यदि कसैले महिला हिंसा गरेको थाहा पाइयो वा उजुरी दर्ता भयो भने लागू हुने प्रमुख कानुनी प्रावधानहरू मैले यहाँ भन्नेछु। 1 नम्बरमा घरेलु हिंसा, यो नियन्त्रण तथा सजाय ऐन 2066। यसमा धारा 3 मा लेखिएको छ यो कुनै पनि व्यक्तिले महिलालाई शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक हिसाबले दुःख दिने कार्य गर्न नपाउने भनेर लेखेको छ। र धारा 4 मा लेखेको छ घरेलु हिंसाको उजुरी, यदि घरेलु हिंसाको उजुरी पीडित आफै, परिवारका सदस्य, छिमेकी वा सम्बन्धित निकायले प्रहरी कार्यालय, वडा कार्यालय वा अदालतमा दिन सकिनेछ भनेको छ। यो धारा 4 मा यो घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐन 2066 को धारा 4 मा लेखिएको बुदा हो।
र धारा 13 मा लेखिएको छ दोषी यदि ठहर भएमा यो महिला हिंसा सम्बन्धी भनिरहेको छु मैले, यदि दोषी ठहर भएमा 6 महिना जेल वा रु 3000 सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ र पुनरावृत्ति भएमा सजाय बढ्न सक्छ भनेर यो घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐन 2066 मा लेखिएको छ। र 2 नम्बरमा छ यो फौजदारी संहिता ऐन 2074, यौनजन्य हिंसा जस्तै बलात्कार, जबरजस्तीकरणी, यौन दुर्व्यवहार लगायतका विषयमा विस्तृत व्यवस्था छ यसमा। धारा 219 र धारा 229 मा लेखिएको छ यौन अपराधहरूका लागि, जस्तै यौन अपराध गर्नेहरूका लागि 1 वर्षदेखि आजीवनसम्म कैद सजाय हुन सक्छ र यसमा चाहिँ अपराधको गम्भीरतामा भर पर्दछ, कस्तो किसिमको अपराध हो भनेर त्यसमा पनि भर पर्छ। र 3 नम्बरमा छ यो मानव बेचबिखन तथा यो ओसार पसार नियन्त्रण ऐन 2064, यसमा चाहिँ महिलाहरूको बेचबिखन तथा यो जबरजस्ती शर्ममा लगाउने कार्य यो गर्नेलाई कडा सजाय 20 वर्षसम्म कैद र जरिवानाको व्यवस्था गरिएको छ। र 4 नम्बरमा छ समानता र भेदभावको अन्त्य। नेपालको संविधान 2072 को धारा 18 र 38 मा यो लैङ्गिक समानता, सुरक्षित मातृत्व, महिलाको हक र भेदभाव विरुद्धको प्रावधान छ। अब यी रहे कानुनी प्रावधानहरू। र अब यदि महिला हिंसा भएको थाहा भएमा अब कसरी उजुरी गर्ने, उजुरी प्रक्रिया के हो त भन्ने कुराहरू म केही भन्न चाहन्छु। यो उजुरी प्रक्रिया भनेको नजिकको प्रहरी कार्यालय, विशेष गरी प्रहरी कार्यालयहरूमा यो महिला तथा बालबालिका सेवा केन्द्रमा गुनासो दिने, जसमा 24 घण्टा जतिखेर पनि उजुरी दिन सकिने एउटा निकाय भनेको जिल्ला प्रहरी कार्यालय हो। प्रहरी कार्यालयमा जतिखेर पनि आफूले उजुरी दिन सकिन्छ। र स्थानीय तह वडा कार्यालयमा चाहिँ पनि निवेदन दिन सकिन्छ, मलाई महिला हिंसा भयो भनेर दिन सकिन्छ। र आवश्यक परेमा सुरक्षाको लागि सुरक्षित आवास, यदि आफूलाई खतरा छ भने आवश्यक परेमा सुरक्षित सेफ हाउसमा राख्ने व्यवस्था हुन्छ, त्यहाँ पनि समन्वय गर्ने, त्यहाँ सेफ हाउसमा पनि बस्न सकिन्छ। त्यसै गरी निःशुल्क कानुनी सहयोग पनि पीडित महिलाहरूले पाउन सक्छन्, निःशुल्क कानुनी सेवा पनि हुन्छ। यस्तै रह्यो। र मैले आज कुरा गरेँ महिला हिंसा भनेको के हो, महिला हिंसा सम्बन्धीमा 2-4वटा कुरा पनि बिचमा राखेँ, र महिला हिंसा गरेमा कानुनी प्रावधान, र महिला हिंसा भएको थाहा भएमा कसरी उजुरी गर्ने, उजुरी प्रक्रिया सम्बन्धमा पनि केही कुरा तपाईँहरूलाई राखेँ। र मैले राख्दै गर्दा तपाईँहरूलाई कस्तो लाग्यो यसमा कमेन्ट को पनि मैले आशा गरेको छु। र यो पछि कस्ता किसिमका भिडियोहरू तपाईँ हेर्न चाहनुहुन्छ कमेन्टमा लेखिदिनु होला। सबैजनालाई धन्यवाद, नमस्कार।